ग्रीक मिनिङ चाहिँ नि बर्नबासको सन अफ एन्करेजमेन्ट, प्रोत्साहनको छोरा। आमेन भन्नुहोस् न। प्रोत्साहनको छोरा भनेको चाहिँ नि जसलाई पनि प्रोत्साहन दिने, एन्करेज गर्ने, तिमीले गर्नु सक्छौ, तिमीले यो गर। बर्नबास कमै प्रचार हुन्छ मण्डलीमा। तपाईँले प्रेरितमा 23 पल्ट अनि पावलले 5 पल्ट बर्नबासको नाम लिएको छ। हाम्रो नानीहरूले शक्तिशाली सेवकाई गर्नु हो भने नि आउनेवाला दिनमा हाम्रो नानीहरूले विभिन्न भागहरूलाई छुनु हो भने नि आमाहरू बाबुहरू एउटा कुरा थाहा गर्नुहोस्, हाम्रो जीवनमा नि बर्नबास रूपी सेवकाई हुनैपर्छ। आमेन। जसले चाहिँ नि तपाईँलाई हरेक दिन देख्दै गर्दाखेरि नि तिमी नि असल छौ, तिमी केही कुरा गर्न सक्छौ। आमेन। तिमीभित्र यो वरदान छ। आमेन। तपाईँको वरदानलाई देखाइदिने। आमेन। तपाईँभित्र भएको खालि नकारात्मक कुरालाई मात्र तिमी यो तिमी त्यो मात्रै भन्ने होइन, तर होइन नानी, तिमीभित्र त यो वरदान छ, तिमी त यस्तो छौ। आज त्यो बर्नबास रूपी सेवकाई चाहिँ नि पहिरो जब चर्चमा छ, जब सोर्स छ पानी आउँछ, जब बर्नबास छ पावल जन्मिन्छ। आमेन। इतिहास लेख्ने चाहिँ म चाहिँ यसरी भनेर भन्छु, पावल भन्दिनँ, तर इतिहास लेख्ने चाहिँ नि पावललाई जन्माउने बर्नबास हो। आमेन। आज म यहाँनिर उभिएको छु नि, इतिहास लेख्ने चाहिँ म होइन, तर मण्डली हो। आमेन। तपाईँहरूले दिनुभएको प्रोत्साहन, तपाईँहरूले दिनुभएको हरेक हौसलाले नि आज म नि हरेक दिन अगाडि दौडन नि मलाई जहिले पनि उत्साह मिल्छ। आमेन। त्यही भएर थाहा गर्नुहोस् है, आजको दिन नि मैले इतिहास लेख्ने होइन, तर मण्डलीले गर्दाखेरि चाहिँ नि इतिहास लेखिन्छ। आमेन। बर्नबास चाहिँ स्टेजमा होइन, एउटा कुनामा भेटिन्छ, जसलाई देख्दै गर्दाखेरि चाहिँ नि वाउ हामीलाई गर्नु मनपर्छ। प्रियहरू, परिवारमा पनि याद गर्नुहोस्, कसै व्यक्तिले असल काम गर्नु नि परिवारको ठुलो हात हुन्छ है प्रियहरू। त्यो व्यक्तिले त्यसै असल काम गर्दैन, तर आज यदि परिवार उभिन्छ भने नि पक्कै पनि त्यो व्यक्तिले असल काम गर्छ। यदि तपाईँको नानीले असल काम गर्नु भने तपाईँ बर्नबास बनिनुपर्छ। आमेन। थाहा गर्नुहोस्, तपाईँले नानीलाई नि जहिले एन्करेज होइन, म छु, गो जा गर, म छु। यदि तपाईँको नानीले इतिहास लेख्नु हो भने नि तपाईँ बर्नबास बनिनुपर्छ। नानीले गर्दै गरेको कुरालाई पनि पक्रेर तान्ने होइन, नगर भन्ने होइन। आज इतिहास लेख्नका लागि चाहिँ नि मण्डली थाहा गर्नुहोस् है, परिवारमा मण्डलीमा चाहिँ नि बर्नबासको खाँचो हुन्छ। आमेन। जसले चाहिँ भन्छ होइन हामी छौँ। जोएल अस्टिनको मण्डली 70,000 मान्छे। अब सोर्स मिनिस्ट्री टिम त कुरै छोडिदियो, कति हो कति, अब एक आइतबार 70,000 आउँछ। तँलाई थाहा छ जोएल अस्टिनलाई त्यो ठाउँमा लगेर जाने बर्नबास चाहिँ एउटा उसको बाउ थियो जोन अस्टिन भने नि, अर्को चाहिँ नि उसको श्रीमती थियो। जबसम्म श्रीमतीले नि बर्नबासको काम गर्दैन नि श्रीमान पावल कहिले पनि हुन सक्दैन। जब श्रीमानले बर्नबासको काम गर्दैन श्रीमती पावल कहिले पनि हुन सक्दैन। त्यही भएर हरेकको जीवनमा चाहिँ नि बर्नबास चाहिँ हुनै पर्यो। आमेन। तपाईँलाई थाहा छ, तपाईँले जोइस मेयर हेर्नुहुन्छ, लेडी पास्टर हो, वर्ल्डको लेडी पास्टर। यहाँतिर त अब लेडी पास्टर हतपत अर्डेन पनि हुँदैन। उसको हस्बेन्डले नि चेयरमा बसेर देव मेयर भन्ने छ। तपाईँलाई थाहा छ, उसको वाइफलाई चाहिँ नि उसको हस्बेन्ड चाहिँ नि तल बसेर हेल्प गर्छ, हस्बेन्डले हो। अनि म चाहिँ नि बर्नबास भनेर भन्छु। आमेन। जसले चाहिँ पावललाई जन्माउँछ। आमेन। आज धेरै चर्चले किन जन्माउनु सकेको छैन? किनकि बर्नबास नै छैन प्रेयर, सन अफ एन्करेजर नै छैन। तपाईँ यो गर्नुहोस्, तपाईँ त्यो गर्नुहोस्, म छु तपाईँसँग, तपाईँ जानुहोस् हामी छौँ। आज धेरै जग्गा नि, आज धेरै सेवकाहरूमा नि बर्नबास नै छैन। पावललाई हातमा तानेर यरुशलेम लग्यो, एन्टियोक लग्यो, आज बर्नबास नै छैन। तपाईँ जानुहोस् गर्नुहोस्, म यहाँनिर सम्हाल्छु। आज उत्साह दिनको साटो चाहिँ नि थाहा गर्नुहोस् है, अझै नकारात्मक कुरा गर्दै जान्छ।